सबैको जय होस्, सबैको कल्याण होस्। शुभ बिहानी सबैलाई, सबैको दिनको कल्याणको, सबैको मनमा सुविचार आओस्। आज मेरो रामायण पढ्ने क्रममा हिजो चाहिँ अहिल्याको पढेको थिएँ। आज चाहिँ धनुष भङ्ग र विवाहको 2-4 लाइन पढ्छु। देखिन् श्री रघुनाथलाई तहाँ खुसी अहिल्या भइन्। पूजा स्तुति गरेर रामसित बिदा मागी पति थिए गइन्। तहाँदेखि चल्याएर जल्दी रघुनाथ गङ्गाजीका तिर झर्या। तर्नाको प्रभुले जसै मन गर्या माझी चरणमा पर्या। खमिती 2 पाउको अति असल धुलो जसै ता पर्यो। पत्थर हो त पनि मनुष्य शरीरको सुन्दर स्वरूपै धर्यो। त्यस्तै पाठ यहाँ भयो पनि भन्या ढुङ्गा स्वरूप झर्दछन्। ढुङ्गाले पनि रूप धर्या यदि मान्या हाम्रा जहान मर्दछन्। तस्मात् पाउ पखाली वारी तिनका हाम्रा शिरो पर छरौँ। यति बात गर्यो भन्यार तिमी ता गङ्गाजीका पार तर्यौ। यस्तो बिन्ती सुनि तहाँ प्रभुजीले पाउ अगाडि दिया। माझीले जल पखाली उही जल आफ्ना शिरो पर लिया। यस्ता सीता नाउमा चढी सहज गङ्गाजीका पार गया। श्याम सुन्दर रघुनाथ बहुत खुसी हुँदै दाखिल जनकपुर भया। विश्वामित्र ऋषि बहुत खुसी हुँदै 2 कुमार साथली आया यशपुरीमा भनी जब सुन्या दौड्या जनक त्यसदरी। पुग्या प्रश्न गर्या सबै कुशलको पाउमा शिरधरी। देख्या सुन्दर राजकुमार जनकले पूज्या त्यही ईश्वर सरी। पक्का गर्न निमित्त फेर जनकले सोध्या ऋषि थिए पनि जान्न त चित्तले त भगवान विष्णु नै हुन् मनी। ब्रह्मन पुत्रै हुन् कौन पुरुषका विस्तार होस् यसरी। क्लेशको लेस नराखी अस्पखतामा मेरो मन्या लाग्या मन हरि। विश्वामित्रको सुन्या बिनतियो राजा जनकको जसै। यस्ता हुन् भनेर सबती ऋषिले विस्तार बताया तसै। हे राजन दशरथजीका सुत हुन् नाम राम लक्ष्मण भनी। भन्छन् मानिसले गरी नसकिना गर्छन् पराक्रम पनि। मारिचलाई सुबाउलाई र अरुताको जित्न सक्ने थिया। रामले मारिचलाई फेकी सहजै सुबाउ मारिदिया। पत्थर भई कति वर्षसम्म रहँदी गौतम की नारी थिइन्। पाउले तै कुल्चिँदा उठी गइन् जस्ता कि तस्ती भइन्। यहाँ एक शिवको धनु छ भनियो सुनेर आया यहाँ। देख्नाको मतलब छ आज उहाँ राखिरहेछौ कहाँ। चाँडो आज नजर गराऊ भनियो विस्तार गर्या थ्या जसै। मन्त्रीलाई हुकुम दिया जनकले लौलाऊ भन्या तसै। यही बिचमा ऋषि थिए भन्या जनकले रामले उचालुन् धनु। सीता छोरी म दिन्छु रामकन गरून् विवाह बहुत क्या भनु भनेर यसरी आज भयती भन्दैछन्। साँच्या माडी सुन्याएर सोही रीतका बातचित गर्या था जसै। 5-6 हजार बिरले उचाली बलले ल्याया धनु सही तसै। तहाँ श्री रघुनाथ उठेर नजिकै सोही धनु थिए गया। हातमा सहजै उचाली धनु तो रामले तलिदा भया। तादो जल्दी चढाई खोइचनु भयो तहाँ धनुषको जसै। 2 टुक भई गिरो ऊ धनु ता खुब खुसी भया सब तसै। हर्ष भयो तसै बखतमा सारा जनकपुर भरी। आदर खुब प्रभुको गर्या जनकले आलिङ्गनादि गरी। सीताजी पनि रामका शिरो पर माला कनकको धरी। छमछम पाउ गरी फिरिन् घरमा मङ्गल भयो त्यसधरी। माली कुन दशरथ खबर दिनु पर्यो ती छन् अयोध्यामा। जाउन् पत्र लिएर मानिसहरू चाँडो त्याउन् यहाँ। यस्तो बिन्ती जनकजीले पनि गर्या लेखेर विस्तार दिया। विस्तार पत्र लिएर दूतहरू पनि जल्दी अयोध्या गया। यो विस्तार सुन्या जसै निपतिले आनन्द माथि पर्या। सबले जानु पर्यो जनकपुरमा भन्या हुकुम यो भया। जम्मा लस्कर भई गयो क्षणमा जल्दी जनकपुर पुग्यो। क्या वर्णनको गरौँ त्यसो बखत खाली अयोध्या भयो। यस्ता ऋषि त खुब गया सब थिया सेना जनकपुरमा।
दाखिल भो दशरथजीको हुकुमले हर्षै बढ्यो खुब ता। आजलाई यति, भगवानको विवाह हुन्छ, भोलि भगवानको विवाहको वर्णन भोलि गर्छु। सबैको जय होस्, सबैको कल्याण होस्। मेरो शारदा आमाको युट्युब च्यानल छ, हजुरहरूले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मेरो प्रेरणाको लागि मेरा तर्फबाट 2 अक्षर हजुरहरूलाई दिन्छु। जय होस्, शुभ होस्, नेपाल आमाको जय जय जय।